यो बालन शाह भन्ने छ नि मान्छे मेरो साथी हो है यति खतम मान्छे के मैले जिन्दगीमा यति खतम मान्छे देखाएको थिइनँ के काठमाडौँ त भड्कालमा हाल्यो देशै भड्कालमा हाल्ला जस्तो भइसक्यो के अहिले है बिचरा म सिस्टरको लोकल 3 वर्ष भइसक्यो मलाई एउटा मात्र चाहना थियो कि यसलाई मेयर बनाउनुको है यसलाई जिताउन अन्त मैले एमडी छोडेर रेसिडेन्सी छोडेर हिँडेको सुमन साइमीले भाइ त्यो मान्छे ठीक छैन न सपोर्ट नगर 1000 जनाले भन्थे हैन दाइ चण्डाल भन्दा चोरे ठीक भनेर ल्याएर राखेको है जस्तो भए पनि तर यसले यति खतम गरे के है आज हेर्नुस् त सिस्टोलमा यसले फोहोर खोल्न नसकेर मैले गएर हरेक घरमा गएर उपचार गरेर सिस्टोलमा गएर मैले त्यहाँ शिविर गरेर 1 वर्षभित्र सबै सिस्टोलवासीलाई जागिर दिन्छु 1 वर्षभित्र हस्टेल बनाइन्छु 1 वर्षभित्र बाटो बनाइन्छ अनि 4 वर्ष भयो पहिला भन्दा खत्तम भएको छ अहिले हैन विद्या सुन्दरको पाला भन्दा अहिले खत्तम भएको छ त्यो बाटो हेर्नुस् त गएर एकचोटी त्यो सिस्टोल हेर्नुस् त गएर हरेक घरमा क्यान्सर छ त्यहाँ हरेक घरमा छालाको रोग छ हरेक घरमा के छ यहाँ बसेछ पब्जी खेलेछ दुनियाँभरि खाछ हल्ला गरेछ फेसबुकमा स्ट्याटस लेखाछ है न बागमती सफा गर्न सकेको छ न विष्णुमती सफा गर्न सकेको छ न यता सफा गर्न सकेको छ बिचरा बाटोमा बेच्नेहरूलाई मैले भने थिएँ 32वटा वडामा एक-एकवटा हाट बजार बनाम नेपाली मात्र बेच्ने बनाम लखेट्ने होइन नि 15 लाखलाई लखेटेर 1200लाई रोजगार दे दत है यो देश गरिब दुखीको पनि हो यो देश कवाडेवालाको पनि हो यो देश सुकुम्बासीवालाको पनि हो यो देश मकै पोल्नेहरूको पनि हो गरिब भन्ने देख्नै पाएन यसलाई आज पनि यसलाई भत्काउनै परेछ बनाउने भन्ने के छैन दिनरात काठमाडौँका खोला नालावासीहरू तडपेर बस्नु परे छैन आज भत्काउने हो कि बिचरा सुकुम्बासीमा भगवाई को सुकुम्बासीमा बस्थ्यो छुट्याइदेन गएर त्यहाँ रियल पनि त छन् नि 1-2 जना राम्रा होला तर सबै नराम्रो छन् रहर ल्याएर बसेको त्यहाँनिर है खोज अनुसन्धान गर्न साला तोरी गरिब देख्नै भएको छैन हैन मकै पोल्ने देख्नै भएको छैन किसान देख्नै भएको छैन हैन कवाडी देख्नै भएको छैन कोही देख्नु छैन हाम्रा कवाडी सबै मधेस प्रदेशका हुन् उनीहरूलाई काम गर्न दिनु पर्दैन उनीहरूलाई फोहोर सङ्कलन गर्न दिनु पर्दैन कवाडी सङ्घको पनि हामीलाई ऐक्यबद्धता छ सहकारी पीडितको पनि ऐक्यबद्धता छ खोला नाला पीडित यो बालेनको काम छैन है पहिला म एउटा कहानी भन्छु है त इन्द्र भगवान चाहिँ पृथ्वीमा आथे के एकचोटी बालिन्द्र अस्ति गरे त बच्चै छ इन्द्र अस्तिको पनि छैन यो त इन्द्र भगवान यो काठमाडौँमा आउँदाखेरि यस्तो राम्रो देश यस्तो राम्रो ठाउँ रहेछ मेरो ईश्वरको पनि पृथ्वी जस्तै बनाउनु पर्यो नेपाल जस्तै बनाउनु पर्यो भनेर विश्वकर्मा र विश्वामित्र ऋषिलाई लिने बेलामा काठमाडौँमा एउटा फुल देखेछन् के पारिजातको फुल अनि त्यो फुल चोरेर लगेछन् त्यो चोर्ने बेलामा चाहिँ इन्द्रको भोटो खोसेर लखेट्ने बेलामा त्यो भोटो च्यातिएर भोटे जात्रा मनाइन्छ के त्यो इन्द्रलाई लखेटेको भएर इन्द्र जात्रा मनाइन्छ अर्को बच्चा इन्द्र आएको चाहिँ यसलाई पनि लखेट्न नपरोस् यहीबाट चुनौती दिन चाहन्छु फेरि है मैले बाचा गरेको थिएँ हैन कुमारी मातामा गएर हैन तपाईहरुको मागमा पूरा गर्छु मैले बाचा गरेको थिएँ यहाँ पशुपतिमा गएर तपाईको माग पूरा गर्छु मैले बाचा गरेको थिएँ यहाँ बंगलामुखीमा गएर अहिलेसम्म पाइला टेका छैन अस्ति कुमारीलाई लात हानेर हिँडेछ एसीका पुलिसले कुमारी माथि हाम्रा जीवित जननी माथि हेप्छस् तैले कोस् त कोले दियो तल अधिकार है भद्रकुमारी घले आमा बिचरा 95 वर्ष 96 वर्षमा समाज सेवा गरेर बनाएको अनाथालय बनाएको वृद्धाश्रम बनाएको संग्रहालय बनाएको पुस्तकालय भत्काएर के पार्क बनाउँछस् तैले पाप लाग्दैन एउटा बिचरा सचिन परियारले त्यही पढ्थ्यो त्यो स्कुलमा 80 जना विद्यार्थीहरू अनाथहरू हुम्ला जुम्लाबाट पढ्न आथे त्यहाँ यसले लखेट दियो यसले बेहाल बनायो बेचरा बनायो तेल तिनीहरूलाई यहाँ वृद्धाश्रममा 27 जना वृद्ध आमा आएर बस्थे त्यो भत्कायो यसले है यहाँ भनौँ न तैले चला भन्नुभएको थिएन आमाले है यो भनेको साच्चीकै भस्मासुर हो यो भनेको साच्चीकै लुसिफर हो यसको पनि दिन धेरै छैन 21 दिनमा पहिला हामीले कांग्रेस एमाले माओवादीलाई लहट्नु भएर पर्ने भएर यसलाई बाँकी राखेको हो 21 दिनमा यसले काम गरेन भने यसलाई पनि छोड्दैनौं काठमाडौँवासीले यसलाई लहट्छन् भनेर यहीबाट जानकारी दिन चाहन्छु है त है।